जाँदैछु म गाईहरूलाई भेट्नलाई, यिनीहरूको हाल खबर बुझ्नलाई। के छ गाईहरू हाल खबर? को कराएको? त्यत्रो खाना दिँदा नि कराउने को? एक शब्द बोल्लाउ तिमीहरू, जाना छु मैले फेरि। म यिनीहरूको तर्फबाट बोलिदिउँ? के फरक रहेर त? यिनी सबको लिडर यो होइन त? यिनीहरूको सट्टा बोलिदिन्छ भनेपछि ल म बोलिदिउँला नि त यिनीहरू। लु गर त, माया गर त। तेरीमा गधा हामीले बोल्न नसक्यौँ भनेर हेपेको सधैँ कुट्नी गरेछ। अलिकति मात्र खोले दिँदा पनि हामीलाई तँलाई कति धर्म हुन्थ्यो। अरू म कन्ट्रोल गरिराखेको छु, बोल्न बोल, त्यसपछि फेरि कुट्न स्टार्ट हुन्छ। यति सानो छ यसको तर्फबाट बोलिरहेको छु। त्यत्रो 2टा बच्चालाई जन्म दिएको छु, वर्षमा 2टा बच्चालाई जन्म दिन्छ यसले। त्यही पनि तपाईँले खाना दिनुभयो अलिकति। तपाईँलाई त यसलाई बेचेर पैसा कमाउनु र काटेर खाउँला भन्ने मात्र छ। यिनीहरूलाई कहिले माया गर्नु भएको छ? अलिकति घाँस हाल्नु भएको छ? छैन नि होइन? छैन, त्यही त तैँले हालिदिन्छस् नत्र गुइए। बाख्राको भाव बोल्दियो कान्छोले, सुनि अब यिनीहरूलाई म घाँस हालिदिन्छु। त्यस्तो ज्याप्ती गरे जस्तो त लाग्थेन। ठिकै छ, यसले बोल्यो, यो बाख्राको लिडर बन्यो आजबाट।